गाइस अब हामी अलि उकालोतिरमा आइसक्यो हामी हाड चल्दैन भयो बाटो कहाँ हो खोइ कहाँ यी हेर्नुहोस् बाटो तपाईँहरूलाई आउनु मन छ भने आउनु अघि न हामीले भिडियो रोकिदिएको थियो किनकि त्यहाँ अलिक बाटो अप्ठ्यारो भएको थियो तपाईँ फुल्ली हेर्नु भए त्यो मेरो च्यानलमा क्लिक गर्न अनि त्यसपछि हेर्छ अहिलेको लागि अनि तपाईँ मेरो भिडियोमा न्यू हो भने होइन के भन्छ लाइक र सब्सक्राइब पनि हान्दिनु त्यो अरू भिडियोहरू पनि तपाईँले यो भिडियो राम्रोसँग बुझ्नु हुँदैन अनि त्यही तपाईँ पहिला पार्ट 1 हेर्न जानु फर्स्टमा अनि बुझ्छ फेरि अहिले बाटो कस्तो छ के रहेछ राम्रोसँग आउनु तपाईँको लागि यहाँ वेलकम छ आजतिर धेरै मान्छेहरू आउँछ आज 11 बजेतिर त्यो हाँडी कस्तो बाटोहरू हो कुनमा भर्याङ जस्तै छ बासहरू राखेको बाबा पनि अगाडि नै हुन्छ बाबालाई त यहाँको एक्सपिरियन्स छ कतिजना म चाहिँ सेकेन्ड टाइम आइरहेको हो गाइस बाटो कता हो हामीले चिनेन तपाईँ जाने यताबाट जानु खै हामी एकचोटि हेरेर आउँछु यता हो कि होइन भनेर तपाईँहरू हामीले यो भ्लग पुरा हेर्नु अनि थाहा हुन्छ तपाईँलाई तपाईँले अगाडि पार्ट 1 पार्ट 2 हेर्नुभएको छैन भने हेरिहाल्नु लाइक सब्सक्राइब त हानिदिनुहुन्छ नि किन हानिदिनु हुँदैन अब हामी छिटै नै अब हामी यसरी नै डेली बिहान भ्लग बनाउँछु नजानु पाएको बेला चाहिँ बनाउन सक्दिनँ होला यो ठाउँ होइन वनदेवी होइन फर्स्टमा तपाईँ होइन यो ठाउँ थाहा छैन भने कसरी जाने भनेर सबैलाई उत्तरवाणी थाहा नै छ होला उत्तरवाणी जानु गोकर्ण आउनु अनि उत्तरवाणी गोकर्णबाट अलि उत्तरवाणी चोकमा आउनु यस्तो बाटो छ हौ रुखको बासहरूले राम्रोसँग जानु त यहाँ बाटो छैन भनेर जानु होला नि फेरि अलिक गाडाङ गुडुङ छ बाटो चाहिँ बाबा हामी अघि नै के बाटोबाट गयो भने चाहिँ के हुन्छ र माथि को उफ्रिरहेछ हामीलाई थाहा भइरहेको छैन माथि को उफ्रिरहेको हुने यस्तो बाटोहरू छ हेर्नु त तब राम्रोसँग हिँड्नु यो पातहरूले लड्न सक्छ अब हामी एकछिनमा बनाउँछौँ भिडियो अहिले सुरु गरिदिन्छु जङ्गलमा बाँदर धेरै बाँदर आएपछि बाँदर चिप्लिन्छ के गर्ने जङ्गलमा अलिक बाँदर धेरै आइरहेको भएर बाँदरले फेरि हाम्रो मोबाइलले क्यामेरा म्युजिक लगाउने अप्ठ्यारो पर्ला हामी अब नयाँ ठाउँमा आइपुग्यो माथि बस्ती आइपुग्यो बस्ती आइपुग्यो अब हामी यो हेलो गाइस अब फेरि मैले यो ठाउँको बारेमा अलिकति बताउन गइरहेको छु यो ठाउँ भनेको अब के भन्छ जो गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर 4 स्थित उत्तरवाणी मन्दिरको पहिला त हामी अब तपाईँ यदि अब चावलबाट आउँदै हुनुहुन्छ भने चावलबाट गोकर्ण सुन्दरजलको गाडी पक्रिनु होला त्यहाँ गोकर्ण सुन्दरजलको बाटो आइसके पछाडि पुग्ने भनेको अनि यता जान्छ र यता गयो नि मन्दिर बाहिर निस्किँदा देशैमा निस्किने यहाँबाट
यहाँ त्यसैबाट फेरि घर जानुपर्छ अनि कहाँ ल